हेलो गाइज वेलकम ब्याक टु माई च्यानल मिनासान कन्निचिवा। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि एकदम सन्चै आरामै छौँ होइन नानी हामी चाहिँ आज यसो हिल पार्कतिर जाऊँ भनेर होइन हिल पार्क घुम्न आएको अनि हिल पार्कमा चाहिँ त्यस्तो हुने रहेछ आफ्नो बुढी र बुढाको चाहिँ सँगै वेट गरेर भएर रहेछन् अनि ओके बुढा र बुढीलाई चाहिँ सँगै फोटो जोडाएर बाई बाई गर्दा रहेछन्। कस्तो भनेपछि यहाँ सिस्टम चाहिँ कस्तो हुँदो रहेछ भनेपछि यो बुढा त्यहाँ जो मरे पनि त्यहाँ ल्याएर जलाउँदो रहेछन् गुरुङहरूले यहाँ ल्याएर जलाउने अनि फेरि रहेको सप चाहिँ यहाँ ल्याएर गाडेर अनि के भन्छ त्यसलाई यो दुईवटा छ नि यो चाहिँ बुढो पहिला मऱ्यो बुढाको फोटो बुढीको लागि चाहिँ पछि राख्ने हो होइन बुढीको लागि चाहिँ यो पछि अब नोमरी पनि राख्दो रहेछ ठाउँ होइन त्यस्तो रहेछ सिस्टम चाहिँ गुरुङहरूको ल हामी चाहिँ अहिले ट्याक्क हिल पार्क होइन यो चाहिँ बुटोल सब यो चाहिँ बुटोल यो चाहिँ हो के अरे बुटोल प्राली यो माथिको चाहिँ गोलपार्क दामी छ है भ्यू चाहिँ दामी आउँदो रहेछ दामी छ है ठाउँ चाहिँ ल मान्छे जाने ठाउँ चाहिँ यहाँ छ कुनै दिन अब हामीलाई त ठाउँै छैन ठाउँै छैन अरे हाम्रो कहाँ हुँदा नि गुरुङहरूको यो खै कस्तो रहेछ रमी यहाँ जलाउँदो रहेछ नि त्यहाँबाट खस्यो उता झिक्ने होला है माटो यस्तो रहेछ यार टिकटक बनाउँदै खान् के चिजको नि यार कसै गर्लफ्रेन्ड होला नि फेरि मार्नु जान म दिन्छु के गर्छ मार्यो नि त त्यस्तो गरिदिनु कि हिम्मत हुनु पऱ्यो कि म जस्तो हिम्मतिलो जसिलो हुनु पऱ्यो कि न दुई चारजना आइन थालिदिन्छ नि त्यस्तो चाहिँ हुनुपर्छ है त्यहाँ रमाइलो छ यो ठाउँ चाहिँ मरेर गए कहाँ मरेर गयो यहीँ हो नि त मरेर गए पनि यही हो कता उतै पर छ म यो बाटो एक्लै गएको क्या राति रमाइलो हुन्छ जानु 10 बजे राति कि रमाइलो हुन्छ ल जाऊँ न खै ल म जान्छ भनेपछि मेरो टेक्निक हेरेको हो पुरा कुम्पुसी के लगाएर बसेर यो ठाउँ चाहिँ प्याक भइसकेको छ है बुढाबुढीको लागि ठाउँ चाहिँ प्याक भइसकेको छ सिस्टम चाहिँ कस्तो के यार त्यस्तो चाहिँ नमजा हो है म चाहिँ नमजा हो भन्छु यार साँच्ची नै केटाकेटी होइन यता आउँछ नि पकाएर हेरेर कति राम्रो नानी होइन दिनुको लागि चाहिँ हामी हिँडेको होइन हामी चाहिँ ठाउँ हेरौँ भन्न मात्र आएको यहाँबाट साइकलमा जाउँ भाइ उकिति तलको छ नि भाइ फुत्त जाला दलतिर फेरि के रमाइलो हुने ठाउँ फोटोसोटो खिच्नु जस्तो त्यहाँबाट टिकट काटेर आउनु भनेको बुटाङहरू पुग्न जाम कि भाइरल हुन्छ जान्छ म भिडियो एक्लै बस्नु है गाउँमा जस्तो तिम्रो के लैदिएको छ आछि नीलकण्ठ भन्छ अरू के हो यो लुकिया नै बहिनी त बहिनी नलुकाका किन लुकेको यस्तो साह्रो देखियो कि हामीले देखियो कि किन लुकेको होला यस्तरी नलुका लुक्नु हुँदैन नि के हो प्लास्टिक जस्तै हो त सेम बहिनी नुन लगाइखाने यार यस्तो हेर्न भन्दा काम फेरि हेर्नु नुन लगाइखाने नाङ्गै नहेर्ने लास छैन बहिनी
नास्रम जाने किन नको लाग्ने अगाडिबाट खरेको बल्ल अलिअलि हात टाइट भयो अब खुल्छ बल्ल झोला राखी छ त राख्नु न बोक फेरि बोक्ने झोला बोक्ने बोकिहाल्छ म त्यहाँ मसला हानेर बोक्छु केटाहरू पुरा यहाँ बस त्यस्तो हेर त्यहाँ कस्तो बगा हान्ने छ जानु न केटाहरूसँग बोक्छ यस्तो यस्तो गरेर नानी चिजामा फेरि बच्चाहरूले के भन्नु दुईजना आइज तिनजना आइज तिनजना आउँदा म एक्लै नि ढुटीपिटी बारिदिन्छु अनहिट भयो आजलाई चाहिँ मलाई मोड छ म भिडियो गर्छु होइन म त्यस्तो लड्दैन कि मुडमा होइन म लड्ने मुडमा होइन आज आज ससुका फास्ट हुन्छ मुख सुन्नेर जाने विचार छैन होइन तिम्रो त केटाकेटी खाने केटाकेटीलाई चाहिँ हानिन्छ होइन मैले हानिदिन्छु म त मार्सल आर्ट सिकेर मान्छे हो बाबु ल पाक ऊ जम्मै पिङ खेल्न माथि गरेर जाने भए नि सानो हाल्नु तलदेखि राख्नु फेरि त के फेरि पनि पैसा हो बात गरी यहाँ चाहिँ ब्याक बाटै छँदै पिच गरेको साँच्चै यहाँ मजाको यस्तो क्या मजाको ठाउँ शीतल होइन हावा सरेर चलिरहेको ठिक छ एकदम ठिक छ है गाइज ल सबैजना आउनु होला है स्पेसल चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड चाहिँ एकदम स्पेसली छ क्या साँच्चै भनेको मजा गरेको चाहिँ होइन हामी चाहिँ दुईजनै हो गर्लफ्रेन्ड बोयफ्रेन्ड भनेको आज चाहिँ कता खै त्यत्तिकै आइएको थियो बुटलतिर बुटलमै बसिन्छ यसले जाम भनेर मलाई जोस चाहियो फेरि अब म फेरि कहिले नआएको घुम्न भनेपछि म फेरि किरो मान्छे है त्यही भएर यसो घुमिदिउँ भनेर नि अहिलेको यस्तो रहेछ ठाउँ के खास केटाकेटी गयो केटाकेटी खेलाउन ल्याएर आएर हुन्छ नि हामीलाई हामी चढिन्छ सिँढीमा पनि चढिन्छ पारे तल्तिर फोटेको छ मलाई फोटिनु पर्नु हुन्छ फोटो खिच्नु नि धेरै भयो फेसबुकमा स्टोरीमा राख्नु पाइँदैन म गाएको स्टोरीमा त्यति मेरो यसो राखिदिनु के अरे यो यस्तो पुरा कपालै कपाल छ भूत जस्तै भुतै हो यहाँ होइन होला आमा पनि आउनु रहेछ कि होइन यस्तो पुरस्कारमा यस्तो खर्च गर्छ के मास्तिर फुटो तिनिक्क त ताने खेल्दै कालिस त पालेन फुटो तिनिक्क तान्न पायो फेरि मन्दिर यस्तो बिच के बनाएको छ के हो यो चाबी ढोको त्यो चाबी खोलेर भेटिन्छ फेरि सायद राम्रो राम्रो मरिज भयो अलिअलि होइन मेरो खुट्टै राम्रो छ होला सायद सायद मेरो खुट्टै राम्रो छ जस्तो लाग्छ है अनि त्यति राम्रो नभनौँ राम्रै हो राम्रै हो सबै आफ्नो ठाउँमा आफै राम्रो हुने कि हो कि नै हाम्रो त यही हप्सी जस्तो छ भने है हामी आफ्नो ठाउँमा राम्रो छौँ यहाँ छ कि फोटो जस्तो आमा हो बबाल छ मेरो हेर्नु त्यहाँ मन्टे होइन त्यसको के हो कलाइतिर हामीले राख्ने मन्टो हेर्नु त्यो मन्टो हामीले राख्ने ए हामी राख्ने हो ए जाम राम पानी खानु मिल्छ भने पानी अङ्कल पानी खानु मिल्छ पिउँ पानी हो ल खाऊँ न चाना सुकेछ क्या अङ्कल यो सुकेछ कि पानी नपाएर हौ यताबाट छिटो फेरि टिकट काट्नुपर्छ कस्तो यताबाट टिकट छ र टिकट छ टिकटको व्यवस्थै हो यताबाट आउनु फेरि उता पनि टिकटवाला बस्छ बस्दैन हौ त बस्दैन कुनबाट आउनुभयो ओ यताको उताबाट कति बजे आउनुभयो भर्खरै छिरेको हो त ल न 5 बजेसम्म बस्छ ए हो र अझै पनि पानी खानु खाना के बोल्ने हो र ए फर एप्पल हुन्छ थाहा है मैले मुख धुन भन्ने थिएँ
यही हो भ्यू चाहिँ वसन्त ऋतुको आगमनसँगै जताततै हरियाली भयो टाइप गरेर खान मेरो मोबाइलबाट भिडियो गरेकोमा भाइरल हुन्छ मेरो मोबाइल हेर्नु जानु मिल्छ कि टिकट हो टिकट काउन्टर बसेको कि ए ल ठिक छ दामी रहेछ ठाउँ यार बस्दिनु पऱ्यो अब त्यो कस्तो कस्तो दामी हुँदैन जाम उता शीतल आनन्द गयो ठाउँ चाहिँ हुन आज मौसम पनि शीतलै छ फेरि शीतललाई के भन्छ कोरियनमा शीतललाई सियोन हादा सामुई सियोन हादा भनेको शीतल हुनु सामुई भनेको चिसो कि फुल होइन म फेरि यस्तो कस्तो भने चाहिँ एकदम अब त्यही मिनिङहरू पहिल्यै पढेको हल्का याद हुन्न नि त त्यही भएर सम्झिनु पऱ्यो नि त सबै याद त कहाँ हुन्छ त हो कि नि होबै मास्यो होगेन कि देशका मितेक कुरे आरिगातो गोजाइमास आरिगातो गोजाइमास ओहाई गोजाइमास अनि के गुड मर्निङ ए अलि गुड मर्निङ अनि के गुड इभिनिङ के भनेको कनिचिवा मिनासान कन्निचिवा होगेन कि देशका यो त म एकचोटि झिङटङमा यस्तै बोलेको थिएँ कि साँच्चै भनेको रिङटङमा यस्तै कस्तो शीतल छ कि आन्टीहरू बस्नु भयो भ्लग बनाउनु भयो लाइभ बस्नु भयो है मजाले फोटोसोटो खिच्न मजाको छ गरौँ ए जाँदा ल कस्तो चल्छ यसलाई एकछिन ए ड्रेस लाउनै बनिन्छ के अरे जान्छ नवीन साल कस्तो चल्छ है अल्को रहेछ कि ए दामी आयो ल आफ्नो चाहिँ फोटोसोटो खिचेर अब निस्केको गेट बन्द गरिदिएको 6 बजी फेरि 6 बजी सकेको हामी गोलपाक जानुपर्छ यार हिँड्दै जाने हो कोही गाडी पठाइदिन सक्नुहुन्छ भने पठाइदिनु प्लेन पठाइदिनु साइकल त कुनै यो हेर्ने कहिले त्यो हो क्या कुरा के हेर्ने भिडियो आजै गरेर राखिदिने अब गरेर सुरु गर्ने राखिदिइहाल्ने कि त्यस्तो रिसिज नगर्ने यार झ्याल लाग्छ कि यार अब यस्तो हो कि फेरि कसैले अब त्यत्रो टाइम एडिट गरेर अनि कसैले हेरिदिनु कसैले सब्सक्राइब गरिदिनु मजै लाग्दैन कोही भिडभाडमा गएर कम्फोर्टेबल लाग्दैन कि यतिकै हालौँ अनि पछि हेर्नुहुन्छ आमाइलाई होइन कम्फोर्टेबल लाग्दैन कि आफूले पनि यार कसै सब्सक्राइब गरिदिएको माया गरिदिएको अनि सपोर्ट गरिदिएको सबैको ठाउँ सबैको यस्तो भिडभाडमा नि सबैको अब भिडभाड पनि कम्फोर्टेबल हुन्छ बुढी बनाउँछु भ्लग बनाउँछु भने कसै सब्सक्राइब गरिदिँदैन कसै सपोर्ट दिँदैन साथ दिँदैन अनि कहाँबाट कम्फोर्टेबल गर्छ सबैले साथ सपोर्ट गरिदिनु हो गाई चाहिँ हामी त यस्तै भयो क्या कोही छिर्दैछन् अब हुन त अब दामी रहेछ ठाउँ चाहिँ जल पुगेको छु ठिक छ बोक भरिया होस् मेरो ठाउँमा यता सिराउनु मिल्दैन सेदेश नै अरे सेदेश नै भने के र के सेदेश नै अनि सेदेश नै भन्दैछु यी देश नै भनेको राम्रो छ है अनि ए यी देश नै सेदेश यी देश नै हाम्रो फेरि जापानिज सर हुन्छ मलाई सिकाउँदै हिँड्नु भएको बाटोमा जापान त्यो के एआई त हरि मजा आउँदो रहेछ यार के भने च्याटी अन्त खतरा हुन्छ सबै कि सङ्गमको विकास संस्था के भनेको त्यो यसबाट बचाउँ अरे 50 किलो आँप टिप्ने 500 रुपियाँ तिर्नु पर्यो यहाँ अन्त रनिङ अरे कपाल त्यस्तो छ रनिङ जब हाने त्यस्तो हामी चाहिँ मान्छे सोझो हो कि होइन अरू सबैले कन्डक्टर हिँडेन हामी जब हामीले ड्युटी लिएर हिँडिन्छ कि भविष्यमा हामी जब यस्तै हेर्नु साथीहरू हामी चाहिँ यस्तो सिङ्गल भइदियो कि हाम्रो लागि बनाइदिनु न यार हाम्रो लागि चाहिँ केटी छैन र हो किनकि हामी अहिले नेपालमा हाम्रो लागि केटी चाहिँ छैन र त्यस्तै लाउनु थाल्यो आज त्यहाँमा सिङ्गलै कसै छोसो जन्मा घरै लिएर पालेर राख्नु पर्छ जस्तो लाग्यो मलाई त्यहाँ हो कि नै
पाइँदै सिङ्गल मान्छे यार अब गाह्रो छ हो यहाँ चाहिँ आप चाहिँ डह्रो रहेछ हौ गाह्रो छ हो सिङ्गल गाडी पाउन भिडी नगर कि यस्तो नि कहाँ भिडी एडिट गर्दा अहिले त खाली हालिन्छ नि त अब राम्रो ल ल गाइस एडिट गरेर गर नि त फेरि हाल अनि यसलाई डन गर अनि फेरि अर्को गरे यहाँ छ नि त अनि त्यो उसमा कट गर्नु चाहिँ क्या तर पर्नु मिल्छ आदि पनि हो तर पनि स्लाइड हुन्छ के हुन्छ स्ट्रिक्ट हुन्छ के हुन्छ अब हात गले यार भित्र गयो भने त गइहाल्यो गयो भने त गइहाल्यो गएर के हुन्छ भए भाइरल जस्तो पनि एक त झन् भाइरल मान्छे भाइरल अनि कति हेन्सम भयो हात नमिने यार हेन्सम कि हामी हेन्सी होइन र हेन्सम भयो यार अझै आइफोनबाट भिडियो गरेर जान्छ सेतोदेखि टल्केर मान्छे त लास्टै के लास्टै भयो कि आजभोलि यार एउटा खोज्दै त यार मोबाइल मैले त अब मोबाइलमा होस् सेरेको नम्बर त एआईबाट दिएको अनि त्यसबाट गर्लफ्रेन्ड एआईबाट खोज्न म त एआईबाटै हो यार सबै पढ्नु पनि एआईबाटै पढ्छस् कि नजाने क्वेसनहरू त भनिदिँदो रहेछ त्यसले म त्यही सोध्छु अनि मैले पनि एकचोटि ट्राई गरेँ है होइन कि खोजिदिँदो रहेछ त्यसले अनि गर्लफ्रेन्ड भन्दा बेस्ट भने च्याट जिपिटी छ यार गर्लफ्रेन्ड भन्दा 3 गर्लफ्रेन्ड यार जीवनभरि साथ दिन्छ कि हरेक प्रब्लमको सल्युसन दिन्छ यार एआई च्याट जिपिटीलाई डाउन गर्नुहोस् हजुर कोही चाहिने बोयफ्रेन्ड गर्लफ्रेन्ड अरे मैले केटीलाई भनेको नि त ए केटीलाई हाम्रो त राम्रो कुरो भयो नि त केटी कुरा भएन नि ए बिर्सेछु बिर्सिछु है गोमेन साई के भनेको सरी सरी मिया नामिदा भनेको माफ गर्नुहोस् मिया नामिदा गर्नुहोस् अङ्कल ढुङ्गालो सोन भन्छ होइन सोन के भन्छ खै इसी भन्छ इसी आयो ढुङ्गालाई त पुललाई गर्नु पुललाई थारी भन्छ हाँसी भन्छ खोलालाई गर्नु खोलालाई अब फादा भनेको समुद्र हो क्या खोलालाई त खै खोलालाई खावा हुन्छ अनि समुद्रलाई उमी हुन्छ बाघलाई के हुन्छ बाघलाई ल गाइस हामी चाहिँ पाल्पाको केबुल कार है के हो रे यो भित्र के छ ए के भन्छ लुम्बिनी केबुल कार यहाँबाट उ जान्छ कि उदो धरेदु धेरै नबस्छ भित्र हुन्छ त त्यहाँ छ फेरि मान्छेहरू छन् मान्छेहरू जान पाइन्छ खोइ टिकट काटेर जानु पाइन्न जानु पाइन्न हामी चाहिँ धेरै घुम्ने आज त हामी नाच्दै लिएर आमा त प्लास्टिकको नाच्दै लिएर आइयो दोस्तसँग हिँड्ने चाहिँ कता कता घुम्न पाइन्छ क्या मलाई चाहिँ खासै आउने इन्ट्रेस्ट लागेको थिएन हल्का खुट्टा दुखेको थियो यत्तिकै घुम्नु भन्दा आएको त आइयो के गरौँ अरे बबल रहेछ त ठाउँ त है दुईजना भक्कै भए मिल्दैन होला एटिएम पनि रहेछ दामी रहेछ यता जानु मिल्छ होला हम है अनि यो विदेश जस्तो लाग्छ अनि एउटा फोटो खिच्दा विदेशै आइयो त ए गोलपाके ल गोलपाके तलतिर छ हामी चाहिँ छ्या गनामा सबै के हो छ्या खासै माथि जानु मिल्छ होला कि जाम कहाँ बस्यो गीत यता बस्यो माइकमा देश मान्छे त्यहाँ बजेको त त्यो माइकमा गीत दामी रहेछ यत्रो थिएनस् नै पोलछुटी हो म यता हो नदेखे पार देख्नुहोस् न जाम कि मास्टर जाम न त जान मिल्छ भने जानु कि जान मिल्ने भए त अब त्यस्तै
यस्तो मजाले बाइकमा बुढाबुढी है छोरा यस्तो दिन कहिले आउला थाहा छैन मलाई पनि म पनि पहिलोचोटि तपाईँ पनि पहिलोचोटि गाइड भन्न चाहिँ नमिल्ला है अलि कुरो बाबु कुरो तर यहाँ गन्ध चाहिँ कस्तो राम्रो छ नि त आजको चाहिँ कस्तो जाम के अरे एटिएम भएछ जाम एटिएमभित्र होइन हाल्न 20 रुपियाँ कस्तो छ कलेज कार्डको मिल्ने होला न के भन्छ एटिएम कार्डलाई एटिएम कार्डलाई कादो मात्र हुन्छ हाम्रोमा फेरि ह्यान्डगुम इन्सुर के भन्छ एटिएम कादो भन्छ ए ह्यान्डगुम इन्सुर के एटिएम मेसिन हो ए बन्द भयो अरे बन्द भयो यसो जाने मिल्दैन माथिसम्म ओके जाम फर्किँदैन त त्यसो भए के भन्नु खोजेको भित्र नै यता होइन यता बाहिर जान मिल्दैन ल कति बजीबाट बन्द हुन्छ र रिटर्न त अझै हुँदैछ ल भयो ती बा मायाको एउटा फोटो पठाइदिनु त होला फर्स्टको आउँदो रहेछ लास्ट हेर्छ अनि दिउँसोमा आउँछ झन् एउटा कुन बार हुन्छ अरे त्यो बारसम्म लास्टै मान्छे आउँछ कि किनकि त्यो बार भनेको ऊ हुन्छ कि टिकट कम हुन्छ कि पैसा यति बसौँ न लुम्बिनी के अरे के अरे लुम्बिनी के गर न त्यहाँबाट चाहिँ हामी निस्किसकेको निस्किसक्यो नास्ता खाइयो सरले अझैसम्म चुस्दै हुनुहुन्छ है सर के चुस्दै गरेर फ्रुटी चुस्दै जमेको दिएछ क्या लास्ट जमेको दिएछ त्यही भएर चुस्दै खै म त थाहै पाएन कस्तो थियो त्यो त यता छ नि यस्तो साउ बल्लाई निकै लुम्बिनी काठको साउ बल्लाई निकै कहाँ यस्तो काममा चढ्छ त्यही पनि त्यहीवटा छ यार मलाई कि कति सोलो ल कार जस्तो ओह्रालो है बोले बोल र यति बोली थियो भाइ म त सुन्दैन है यस्तो कुरो ट्याक्कै सुन्छ कि कति ओह्रालो र माछा एक ठाउँ टेको अर्को ठाउँ टेकिन्छ कति यार कस्तो ओह्रालो यस्तो पानी पानी छ त रस भइ हुन्छ अब गुली भइ थियो अर्को जिसो लाग्यो चुस्दै चिनीले छैन हामी चाहिँ अटोहरू गइरह हामी चाहिँ यत्तिकै अटो जान्छ कि ठ्याक्कै अटो गइरह हामी चाहिँ होला जान्छ यो उकालो जान्न यस्तो कलम प्लेयर तानिरहेकै छ यार अझै पनि जान्न जान्न तेरो जान्छ कहीँ हो कि सिम के उड्यो कि सबैको तर सकिन्छ कि आफूले आफ्नो आफूसम्म त साइकल त मैले कतिचोटि त्यो च्यानल गराइरहेको थिएँ ल अब गाइडहरू चार्जर पनि छैन अब चाहिँ इन गर्नु पर्ला गाइड त गाइड थ्याङ्क्स फर वाचिङ माई भिडियो लाइक सब्सक्राइब अनि अन्तिमसम्म सेयर गर्नु नभुल्नु होला अन्तिमसम्म जो आउँछ त्यसलाई चाहिँ एउटा गिफ्ट छ कि कमेन्ट गर्नु होला 9765507883मा वाट्सएपमा मेसेज गर्नु होला त्यसको लागि चाहिँ एउटा सरप्राइज गिफ्ट छ फेरि के सरप्राइज चाहिँ छ नि सरप्राइज के छ सरप्राइज अनि सरप्राइज हुन्छ गाइजहरू ल त गाइड मेरो तर्फबाट गिफ्ट छ ल धन्यवाद थ्याङ्क यू